सो हेलो एन्ड नमस्ते सबैजनालाई द न्यू ब्लग धेरै महिना पछाडि फेरि पनि ब्लगमा हजुरहरूलाई स्वागत छ। धेरै महिना पछाडि फेरि पनि अब आउने दिन सुरुवात भएका छन्। मेरो च्यानलमा म आउने नै छु है। अस्ति नै चाहिँ नेपाल गभर्मेन्टको कारण चाहिँ युट्युबहरू केही पनि चलेको थिएन, ब्यान भएको थियो सोसियल मिडिया। जेनजीले गर्दा चाहिँ अहिले खुलिसकेको अवस्था छ है। र न कसैको जित भयो न कसैको हार भयो, जेनजीहरूले गर्दा यति धेरै जस्तो नपुग्यो होइन। अब त्यसलाई विकास गर्दै लानुपर्छ होइन। अझ पनि ल साथीहरू, आज पनि गाडी पुस्न जाँदैछु। आजबाट चाहिँ अब हाम्रो पनि गाडी निक्लिन्छ। गाडी थन्किएको भयो 2-3 दिन 4-5 दिन भइसकेको छ। गाडी निकालेर अब यसलाई चाहिँ सफा गरिवरी आज गाडी फाइनल निकाल्ने नै हो हामीले नि। गाडी थन्किएर नि धेरै दिन भयो, त्यहीले साथीहरू है। हो हाम्रो गाडी चाहिँ ड्राइभिङ भएकोले गाडीमा छ। र हाम्रो प्यारै मान्छेलाई पनि ह्याप्पी बर्थडे टु यु भन्न चाहेँ। मनाइदिए ह्याप्पी बर्थडे टु यु तिमीलाई सम्झिरहनु। हाम्रोमा सुमन दाई हुनुहुन्छ, सुमन सर, सुमन ब्लग्स 46 है उहाँको पनि यस्तै छ। ल साथीहरू, कयौँ महिनापछि युट्युबमा अब मेरो भिडियो आउनेछ, अपलोड हुनेछ। अब मेरो च्यानलमा भिडियोहरू अपलोड भइरहनेछ अब है। मेरो घर पेन्ट भइरहेको छ, टिन पेन्ट भइरहेको छ, त्यो पनि देखाउनेछु। ल साथीहरू, अब यस्तै छ है। धेरै दिन पछाडि कर्फ्यू खुलेको छ, निषेधाज्ञा खुल्न सफल भएको छौँ हामीले चाहिँ। यहाँ चाहिँ यस्तो छ अवस्था है। अब बाइक गाडी कुद्ने दिन आइसकेको छ। ल साथीहरू, म चाहिँ यहाँ ड्राइभिङ सेन्टरमा आइपुगेको छु, गाडी पुछपाछ गर्छु है। हाम्रो गाडी पनि यहीँ छ। अब धेरै दिन पछाडि कर्फ्यू खुलिएको छ, लकडाउन खुलिएको छ है। फाइनली आजबाट मेरो गाडी पनि निस्किन्छ अफिसतिरको लागि अब। सो हामी भाइको एकाडेमीमा छौँ। यदि हजुरहरू पनि कार बाइक स्कुटी सिक्न चाहनुहुन्छ भने हामीलाई सम्झेर फोन गर्नु होला, सम्पर्क गर्नु होला है। यहाँ छ हाम्रो BYD गाडी है। हाम्रो BYD गाडी यहाँ छ। धेरै दिन पछाडि यस्तो फोहोर भएको छ यसलाई अब म टिलिक्क पार्छु है। उहाँ हाम्रो देवेन्द्र काका गाडी धुँदै हुनुहुन्छ, आफ्नो गाडी धुँदै हुनुहुन्छ देवेन्द्र काका है। सो हाम्रो सुमन ब्लग्स 46 लाई पनि सब्सक्राइब गर्न नभुल्नु होला। हाम्रो सुमन ब्लग्स 46 है। उहाँ हाम्रो देवेन्द्र काका गाडी धुँदै हुनुहुन्छ। यहाँ हाम्रो सुमन ब्लग्स 46 है। म डिस्क्रिप्सनमा राखिदिन्छु, लाइक सब्सक्राइब एन्ड कमेन्ट डाउन। ल साथीहरू, यतिखेर अब गाडी पुग्छौँ। धेरै दिन पछाडि कर्फ्यू खुलेको छ, निषेधाज्ञा खुलेको छ, एकदम खुसी लागेको छ काठमाडौँको माहौल। अब चाहिँ जेनजीले ल साथीहरू, म गाडी पुस्छु अनि भेट्छु है त। साथीहरू यहाँ हेर्नुहोस् है त, यहाँ मेरो गाडीको अवस्था हेर्नुहोस् है त। यहाँ यो गाडी राखेको छ है, यहाँ घर बनिरहेको छ। यो घरबाट चाहिँ पुरै यो सिमेन्ट बालुवा गिटीहरू झार्दैछन् गाडी माथि है। यसरी चाहिँ पुरै गर्दैछ मेरो गाडी माथि है। यी यस्ता फटाहरूलाई चाहिँ कम्प्लेन गर्नुपर्छ नगरपालिकामा गएर। तपाईँहरूको गाडी चाहिँ सेफ छैन भने चाहिँ तपाईँहरू गएर नगरपालिकामा भन्नुपर्छ है। यसरी गाडी ड्राइभिङ साइडमा राख्दा पनि यो घर बनाउने मान्छेहरूले चाहिँ यसरी लापरवाही गर्दै अर्काको गाडीमा यसरी सिसा फुट्या भए। ल साथीहरू है, कम्प्लेन हान्नु ल, मेरो च्यानलमा कमेन्ट हान्नु होला। कसलाई मनपर्छ यस्ता भिडियोहरू, कसलाई मन पर्दैन। यसरी आफ्नो गाडी चाहिँ सुरक्षित हुनुपर्छ। यहाँ यस्तो छ अवस्था गाडीको है। सिसा फुटेको भए के हुन्थ्यो अवस्था गाडीको। गाडी अहिलेसम्म यो गाडी केही भएन होइन। ल हेर्नुहोस् यहाँ साथीहरू, यहाँ ढुङ्गाको यहाँ धुलो हेर्नुहोस्। यहाँ त्यो ढुङ्गाको धुलो, ढुङ्गा है। गाडी कोर्यो भने को जिम्मेवार? यहाँ नै गिट्टीको यी गाडी यस्तो बनाइदिएको छ नि यार। मान्छे कसलाई रिस उठ्दैन है। नयाँ गाडी केही नभए गाडी हामीले यहाँ छोडेर यहाँको गाडी छ भन्ने थाहा हुँदैन। यत्रो पार्किङमा गाडीहरू बसिरहेको हुन्छ यहाँ है त साथीहरू। ल हाम्रो घर पनि पेन्ट भइरहेको छ, पेन्ट गरिरहेको छौँ। यो ढोका पनि पेन्ट भएको छ होइन। अवस्था यस्तो छ। ल साथीहरू, यस्तो छ। यहाँ घर पेन्ट हुँदैछ है। यहाँ दाइहरूले यसरी पेन्ट हान्दै हुनुहुन्छ। यहाँ यो चाहिँ हिजो सिङ्गल कोड गरेको थियौँ हामीले रङ, भर्याङको रङमा चाहिँ। आज डबल कोड हुँदैछ यसमा।
यहाँ पूजा कोठा छ पूजा कोठा पनि अब रङ सक्नुहुन्छ पहिला भर्याङमा सकेर पूजा कोठामा हामी छिर्छौँ यहाँ चाहिँ फेरि रङ हुँदैछ साथीहरू यहाँ चाहिँ डबल कोट लगाएर सकियो होइन यहाँ नि यो व्हाइटमा नि डबल कोट हान्नेको हामीले डबल कोट भइसकेको छ व्हाइटमा नि यति साथीहरू ल यस्तै छ अवस्था घरको ल साथीहरू यहाँ घरमा चाहिँ रङ लाग्दैछ होइन अब लको क्या न साथीहरू आज अब यो गमला पनि सारिन्छ है अब पानी पऱ्यो भने आज यो रङ ल्याउन भ्याइँदैन अब भोलि चाहिँ मजाले घाम लाग्यो भने यसलाई टक्क लाएर चाहिँ गमलाहरू सारेर रङ लगाउनुपर्छ अब दसैँ पनि आएको छ है सबैलाई ह्याप्पी विजय दशमी र अब दसैँ तिहारको लागि रेडी हुँदैछ मेरो घर चाहिँ डेन पेन्ट हान्दैछौँ है भित्रबाट चाहिँ फुल्ली कम्प्लिट भइसकेको छ अब हामी बाहिरबाट पनि पेन्ट लगाउने सुरु गर्छौँ अब यहाँ बाँसहरू हालेर है र घरको पुरै रङ चेन्ज गर्नेछौँ अब र गमलाहरू पनि अब यहाँ फुल किन्न जान्छौँ भरे भोलि भ्याएको बेलामा साथीहरू ल जसले मेरो युट्युब च्यानल हेर्नु भएको छैन सब्सक्राइब गरिदिनु होला है र यहाँ चाहिँ यो चाहिँ एभोकाडोको प्लान छ यहाँ हामीसँग यो चाहिँ अब यहाँ अलिक गाह्रो भएको छ यसको फुटेको छ यसलाई अर्को गमला चेन्ज हान्ने होला है सो फाइनली यस्तो छ अवस्था है अब यसलाई फुल ल्याएर यहाँ चेन्ज हान्नु पर्ने हुन्छ अवस्था र जसले चाहिँ मेरो च्यानल हेर्नु भएन सब्सक्राइब गरिदिनु होला है यहाँ सबै प्लान्टहरू निकालेको छौँ घर पेन्ट हुँदैछ अब आधी हुनलाई बाँकी छ यसरी डेन्ट पेन्ट हुँदैछ है हाम्रो घर चाहिँ अब अहिले दाइहरूले आधी कलर लगाइसक्नु भएछ ठ्याक्कै डबल कोट हानेर सिध्याउनु भयो होइन हामीले गर्ने भनेको अब हाम्रो भनेको यहाँ यो कलर पनि चेन्ज हुन्छ होला सायद यहाँ यो कलर पनि चेन्ज गर्ने हो बाहिरपट्टिको एउटा चाहिँ किनकि भर्याङमा लगाइसकेपछि यसलाई नि बाहिरकोलाई नि यो भागमा नि हामी लगाइदिन्छौँ होइन त फाइनली सकिएको छ डबल कोट हानेर होइन अब बाहिर हान्नेछौँ यो ढोकाहरू नि पेन्ट हुँदैछ यसरी है त माथि छतको ढोका चाहिँ पेन्ट गरिसक्नु भएछ यो ढोका पेन्ट हुँदैछ यहाँ यो सबै यो तेल सेतो लाउनु भएको यो पुटिङ हो है ढोकामा लाउने पुटिङ काठको पुटिङ हो यो सबैमा रङ लाग्छ घर राम्रो बन्दैछ अब हाम्रो नि पहिला यस्तो कलर थियो है यस्तो कलर थियो अहिले अर्कै कलर छ घर पनि राम्रो देखिएको छ है त साथीहरू ल जसले मेरो युट्युब च्यानल हेर्नु भएको छैन सब्सक्राइब गर्नु होला होइन अब चाहिँ भ्लग रेगुलर आउनेछ है फाइनली युट्युब पनि खुलेको छ इन्स्टा पनि फेसबुक पनि खुलेको छ है अब चाहिँ यस्तै छ साथीहरू एकदम यहाँ पनि हामीले पेन्ट गर्न आँटेको छौँ यो ढोका पनि पेन्ट हुँदैछ यहाँ रङ छ है यो रङ लाउँदैछौँ हामीले चाहिँ र यो ढोका पनि पेन्ट हुँदैछ है त साथीहरू अब पनि पेन्ट हुँदैछ ल साथीहरू यो फुलहरू पनि सुकिसकेको छ यो पानी नपुगेर अब यसलाई नि मैले निकालिदिन्छु यो फुललाई निकालिदिन्छु अर्को फुल ल्याएर चेन्ज गरिदिन्छु तल पनि यो चाहिँ हाम्रो चाहिँ यो फुलिरहने फुल चाहिँ यो निलो र पहिलो फुल चाहिँ हाम्रो 12 महिना फुल चाहिँ यो फुल चाहिँ फेरि यस्तो फेमस फुल लिएर आउँछु मैले अब यहाँ पनि छ यो चाहिँ यहाँ हाम्रो गाडी पार्किङ है त साथीहरू गाडी पार्किङ छ तर गाडी आउनु पाएन अहिले चाहिँ घरमा गाडी लिएर आउनु पाएको छैन बाटोको कारण है ल यहाँ चाहिँ फाइनली घर पनि राम्रो देखेको छ सो अब एकैचोटि म बेलुका भेट्छु हजुरहरूलाई है त मेरो भ्लग हेर्दै गर्नु होला स्टे ट्युन सो भ्लग अब आउँछ केही समय पछाडि भ्लग आउँछ भिडियो भोलि या पर्सिसम्म मैले अपलोड गरिदिन्छु भ्लग अपलोड हुन्छ सो सब्सक्राइब माई च्यानल सो अहिले चाहिँ म इन गर्छु भरे फेरि कन्टिन्यू विथ माई भ्लग है त साथीहरू अहिलेलाई चाहिँ बाई बाई सो हेलो नमस्ते सबैजनालाई फेरि पनि वेलकम ब्याक टु न्यू डे न्यू भ्लग है सो आज पनि घर चाहिँ रङ लाउँदै हुनुहुन्छ अझै पनि क्याम्प सकिएको छैन भर्याङको चाहिँ फाइनल हिजो डबल कोट गरेर सकियो होइन भर्याङको चाहिँ लगभग काम सकिसकेको छ भित्र काम हुँदैछ है
अब किचनको पनि देखाउँदैछु किचनको पनि देखाउँछु है र हाम्रो घर चाहिँ रङ हुँदैछ हामी सायद बाहिर चाहिँ नलाउँदैन होला होइन यो बाहिर चाहिँ नलाउने कुरा छ होइन बाहिर यत्तिकै छोड्ने हो किनकि पोहोर परार लगाइसकेको रङ हो यो केही भएन यो रङलाई भित्र मात्र फोहोर भएको थियो किचनतिर यहाँ देखाउँदैछु है घर कतिको फोहोर छ भने यहाँ देखाउँदैछु यहाँ कलर घोप्ट्यो अलिकति यहाँ दाइहरूले घरै रङ लाउँदैन यहाँ अझै रङ लाग्न बाँकी छ है यो ढोकातिर सबै रङ लाग्छ अहिले र यहाँ गोल्डन कलर लाउँदै हुनुहुन्छ दाइहरूले यहाँ त्यो चाहिँ कलर लगाइसक्नु भएको छ अब यो ग्यास निकाल्नु पऱ्यो यहाँ सिलिन्डर छ है निकालिदिन्छु सिलिन्डरहरू ग्यासहरू निकालिदिन्छु म ल साथीहरू यस्तै छ है रङ लाउनु हुन्थ्यो रङ घोप्ट्यो मैले आँखा नहेरिकन हिँडेँ ल साथीहरू यस्तै छ है त साथीहरू यस्तै छ है यहाँ चाहिँ घर बाहिर चाहिँ रङ लाउँदैनौँ हामी किनकि यो पर लगाएको कलर हो केही भएन यसलाई सफा मात्र गर्न बाँकी छ होइन यसलाई अब यहाँ रङको काम सकेर घर सरसफाइ हुन्छ एक प्लट चाहिँ घरको सरसफाइ भएपछि चट्ट लाएर सबै सफा गरिन्छ घर त्यहाँबाट फुलसुल गमलामा रङ हुन थाल्छ भोलिबाट चाहिँ पूजा कोठा पनि बाँकी छ पूजा कोठा रङ रोगन अब हुन बाँकी छ है यस्तै छ है हाम्रो चाहिँ हाम्रो गोहित अङ्कलको घर उता छ है ट्याक्कै देखिन्छ हाम्रो घर ट्याक्कै उता देखिन्छ है यसरी देखिन्छ हाम्रो घर चाहिँ सो साथीहरू यहाँ म ग्यास निकालिदिन्छु है त अब ग्यास निकाल्नु पऱ्यो यो निकाल्नु पऱ्यो होइन त ग्यासहरू ल ठिकसँग निकाल्नु है त ल साथीहरू अब भेट्छु है त म ग्यास निकाल्छु रङको काम सकिन्छ अनि भेट्छु है त बल्ल ल साथीहरू यहाँ चाहिँ सामान पुस्दै राख्नुपर्ने अवस्था आयो म पुस्दै राख्छु भित्र चाहिँ सबै सफा भइसकेको छ भित्र पनि देखाइदिन्छु एकलट है त म हेलो नमस्ते सबैजनालाई फेरि पनि विथ न्यू डे न्यू ब्लग है घरमा चाहिँ बल्ल बल्ल रङको काम सकिएको छ फाइनली भन्नुपर्दा भर्याङको काम पनि सकिएको छ भित्रको नि काम सकिसकेको छ है र आज चाहिँ मेरो कोठामा काम हुँदै थियो देखाउँछु यो रङ सुकेको छैन है यो रङ पनि सुकेको छैन र भित्र पनि सुकेको छैन काम हुँदैछ है यहाँ रङहरू गर्नुभएको थियो यस्तो छ अवस्था रुमको र यहाँ ढोकाको नि रङ लागिरहेछ ए अब चाहिँ राम्रो भइरहेको छ है ढोका बज्ने गर्थ्यो अब चाहिँ बजा छैन है न त जहिले बस्थ्यो ढ्याङ ढ्याङ लगाएर ल यहाँ चाहिँ यस्तो छ अवस्था यो चाहिँ मेरो रुम हो ए सबै सकिसकेछ उता पनि हामीले रङ लगाएर सकिसकेछौँ है यहाँ चाहिँ यो ग्रिलमा पनि मैले रङ लगाइसकेको छु यो झ्यालमा नि रङ भइसकेको छ जालीवाला झ्यालमा ल साथीहरू यस्तै छ रङ सबैतिर भइसकेको छ यो लाइट बनाउनु बाँकी छ अब लाइट बनाउनु पर्नेछ यहाँ तल पनि यसरी कलर गर्दै हुनुहुन्छ दाइले यहाँ चाहिँ कलर लाउँदै हुनुहुन्छ दाइले मामाजी सुने इसमें भी कलर कर दीजिए ठीक है ना इसमें पुलिस लगेगा पुलिस लगेगा ठीक है
र साथीहरू यहाँ हेर्नुहोस् यो ढोका कस्तो थियो कस्तो भयो होइन अमेजिङ दे हेभ द गुड वर्क होइन दे हेभ द गुड एक्सपिरियन्स अफ पेन्टिङ है यहाँ चाहिँ यस्तो भद्रकल छ यो टोइलेट पहिला कस्तो थियो ढोका अहिले कस्तो भयो है साथीहरू यहाँ यस्तो भएको छ र यहाँ सबै सामान थुपाइरहेको छु मैले चाहिँ है र हाम्रो चाहिँ यस्तै छ है अवस्था यस्तो छ यहाँ चाहिँ यता चाहिँ हाम्रो किचन भयो है यता घरहरू सबै देखिन्छ किचनहरू भयो हाम्रो चाहिँ ल साथीहरू अब अहिले पछि भेट्छु है पानी परेछ है ल साथीहरू यहाँ रङको काम पनि सक्यो फाइनल्ली पूजा कोठामा नि के कस्तो भएछ हेर्न जान्छु है म यसो हाम्रोतिर चाहिँ पानी परिरहेछ है मौसम एकदमै चिसो छ पानी परिरहेको अवस्था छ सो यसमा नि रङ भइसकेको छ यसमा नि डेन्ट पेन्ट भइसकेको छ सबै है यसमा नि रङ रोगन भइसकेको छ यहाँ पानी परिरहेको छ पुरै आज चाहिँ चिसो दिन भएको छ पूजा कोठामा के कति काम भएछ हेर्छु है साथीहरू म बल्ल चाहिँ भएछ ल पूजा कोठा चाहिँ पूजा कोठा पनि राम्रो भएछ चिटिक्क भएर रहेछ वा यहाँ चाहिँ आज भर्खर रङ दल्दिनु भएको छ सुके होइन डबलको ढाने हो है बल्ल राम्रो देखिएछ अब चाहिँ घर है ल साथीहरू कस्तो के कस्तो भएको छ है घर कस्तो भएको छ कमेन्ट डाउन हामीले सबैतिर रङ लगाइसकेका छौँ अब यो लाइटहरू पनि चेन्ज हुन्छ होइन र फाइनली घरको चाहिँ अब म रङहरू सुके पछाडि त्यो रङहरू सुक्छ मजाले देखाइदिन्छु र यस्तो छ अवस्था चाहिँ घरको है ऊ यहाँ यो बहिनी पिङ खेलेर मेरो बहिनीले पिङ खेलेर भाँचिदिन् सबै यो ढोकामा पनि रङ लागिसकेको छ है सो जसले पनि मेरो युट्युब च्यानल चाहिँ हेर्दै हुनुहुन्छ प्लिज सब्सक्राइब द च्यानल दाइहरूको काम सक्यो होइन आजबाट सक्यो फाइनली काम सकियो काम भएकै होइन ठिक है ल साथीहरू यहाँ पानी परेर चाहिँ यस्तै छ है हाम्रोतिर चाहिँ साग फल्दैछ है धनियाँहरू रोपिरहेको छु मैले यहाँ साग फलिरहेछ है सो यहाँ पानी परिरहेको छ जसले मेरो भ्लग हेर्नु भएन सब्सक्राइब द च्यानल पानी परेर भिज्नुभन्दा नभिजेको बेस है फाइनली कामहरू पनि सकिसकेको छ है र यहाँ भर्याङको कामहरू चाहिँ फाइनली सकिसकेको छ यहाँ हेर्नुहोस् रङहरू बबाल भएको छ है यसमा नि पेन्ट गरियो सो साथीहरू यस्तो बबाल भएको छ अब भोलिबाट चाहिँ हामी पूर्ण रूपले घर सरसफाइ है दसैँको लागि सरसफाइ गर्नुपर्ने हुन्छ अब गमलामा चाहिँ रङ लाउन भइएन किनकि मौसम खराब छ पानी परिरहेको अवस्था छ है र वर्षा भइरहेको कारणले चाहिँ ऊ भयो यी ढोकाहरूमा सबैमा रङ लागिसकेको छ फाइनली अब चाहिँ काम सकियो यहाँ दाइहरू सरसफाइमा लागिपर्नु भएको छ है सबैजना बाहिर सरसफाइमा लागिपर्नु भएको छ ल यहाँ यसरी दाइहरू सरसफाइमा लागिपर्नु भएको छ यहाँ सबै पुसपास गरिदिनुहुन्छ अब रुम पनि चाहिँ एकदम राम्रो देखिसकेको छ है पहिला कस्तो थियो अहिले कस्तो भयो मेरो रुम बबाल देखिरहेको छ अब यहाँ हामी लाइटको काम पनि गर्छौँ केही दिनभित्र है सिसिटिभी इन्स्टलेसन्स कामहरू अझै बाँकी छ घरको चाहिँ हामीले सिसिटिभी इन्स्टलेसन्स पनि गर्छौँ र यहाँ चाहिँ लाइटहरू हाल्ने काम गर्ने होइन अब बत्तीहरू हाल्ने गर्छौँ तिहारको लागि पनि ल साथीहरू आज यति नै काम भयो है के कस्तो छ आजबाट फाइनली सबै काम सकियो अब यो सामान मिलाइसकेपछि एकलट सर देखाउँछु मैले के कस्तो भएको छ के कमेन्ट डाउन गरिदिनु होला है हाम्रो घर चाहिँ बबाल भइसकेको छ र बबाल देखेको छ है भित्रबाट र बाहिरबाट पनि
सो हजुरलाई यदि रङ लाउन मन छ घरमा टेन्ट पेन्ट गर्न मन छ भने चाहिँ हाम्रो राम दाईलाई सम्झिन सक्नुहुन्छ उहाँ चाहिँ ठेकदार हुनुहुन्छ टेन्ट पेन्टको लागि है घर टेन्ट पेन्ट गर्न चाहनु भने म राम ठेकदारजीको नम्बर डिस्क्रिप्सनमा राखिदिनेछु उहाँलाई सम्पर्क गर्नु होला सरी साथीहरू भ्लगलाई इन्ड गर्न चाहेँ ल आज यति नै भयो जे जस्तो भयो के कस्तो भयो होइन सानो मिठो भ्लग थियो आजको लागि पनि छोटो मिठो भ्लग थियो के कस्तो भयो कमेन्ट डाउन गरिदिनु होला सबैजनालाई बाई बाई भन्न चाहेँ फेरि पनि भोलिको दिनमा भेट्नेछु बाई बाई अहिले चाहिँ मैले भ्लग इन्ड गर्छु सो आई एम गोइङ टु इन माई भ्लग सो बाई बाई आई लभ यु